प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सामाजिक विविधता एवं ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूले भरिपूर्ण देश हो। यिनै विशेषताहरूका कारण विश्व मानचित्रमा नेपालको गरिमा उच्च छ। नेपाल एउटा सुन्दर र सम्भावनाहरूले भरिएको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर 2 लाँखुरी पनि बहुजातीय, बहुभाषिक तथा फरक फरक प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण र प्रचुर सम्भावनायुक्त भूमि हो। यो वडा कृषि पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नेपालको संघीय संरचना अनुसार कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्ने डुङ्गेश्वर गाउँपालिकाका 6 वटा वडाहरूमध्ये लाँखुरी पनि एउटा वडा हो। स्वच्छ हावापानी, हरियाली वातावरण र प्राकृतिक मनोरम दृश्य लाँखुरीको पहिचान र विशेषता हो। लाँखुरी कृषि र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। प्राकृतिक हराभरा उर्वर भूमि तथा भौगोलिक डाँडाकाँडाले भरिपूर्ण यो वडामा मनै लोभ्याउने कैयौं ठाउँहरू छन्। मिश्रित जातीय बसोबास रहेको यो वडा चौतर्फी दृष्टिकोणले महत्त्वपूर्ण छ। कुइयाताल, लाँखुरी मन्दिर, महादेव मन्दिर, शिवालय मन्दिर लगायतका पर्यटकीय एवं धार्मिक क्षेत्रहरू यसै वडामा पर्दछन्। प्राकृतिक स्रोत साधनको रूपमा यो वडामा लेकमा रहेको कुइयाताल, स्लेट खानी, वन जङ्गल रहेका छन्। नेपालको संविधान 2072 जारी भएर देश संघीय संरचनामा प्रवेश गरेसँगै साबिकको लाँखुरी गाउँ विकास समितिका 9 वटा वडाहरू अहिले एउटा वडामा परिणत भएको छ। वडाको लाँखुरी, उम, त्रिकुले, शर्माकोट, विजयकोट, पैयाचौर, असुरेनी, भर्ले, रुवाटी, अतुराली लगायतका चर्चित गाउँहरू पर्दछन्। यस वडाको प्रमुख व्यापारिक केन्द्र देउली बजार हो। राज्य पुनर्संरचना प्राविधिक सहयोग समितिको प्रतिवेदन 2073 अनुसार यस वडाको जनसङ्ख्या 3840 रहेको छ। 24.47 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो वडामा मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको छ। यस वडामा क्षेत्री, ठकुरी, गुरुङ, मगर, कामी, दमाई, सार्की समुदायको बसोबास रहेको छ भने केही संख्यामा बादी जातिको पनि बसोबास रहेको छ। रमणीय वातावरणमा रहेको सुन्दर यस वडामा थोरै स्रोत र साधनको लगानीबाट सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा विकास हुन सक्ने थुप्रै सम्भावनाहरू रहेका छन्। नेपाल संघीय संरचनामा गएसँगै भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको मेहनत र लगावकै कारण अहिले यो वडा विकासोन्मुख अवस्थामा छ। वडाका जनप्रतिनिधिहरूले निर्वाचनको समयमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार 90% काम 5 वर्षे कार्यकालमा पूरा गरेका छन्। वडामा जनप्रतिनिधिहरू निर्वाचित भएर आउँदा जनतालाई सेवा दिने वडाको भवन समेत थिएन। जनप्रतिनिधिले सुरुमा सार्वजनिक भवन तथा विद्यालयका भवनबाट सेवा दिए। अहिले भने वडा अध्यक्ष तथा वडा सदस्यहरूकै पहल र अगुवाईमा गाउँपालिका मार्फत सुविधा सम्पन्न वडा कार्यालयको भवन निर्माण भइसकेको छ। जनप्रतिनिधिहरूको लगाव, सक्रियता र मेहनतकै कारण अहिले यो वडाका सबै टोल तथा बस्तीहरूमा सडक सञ्जाल पुगेको छ। जनप्रतिनिधिको 5 वर्षीय कार्यकालमा दैलेख सुर्खेत सडक खण्डको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर 1 चुप्राको जर्सीकोटदेखि शेर्माकोट हुँदै देउली बजारसम्मको सडक 12 महिना यातायातका साधन सञ्चालन गर्न सकिने गरी स्तरोन्नति भएको छ। लोहोरे खोलाको टोड्केदेखि लाँखुरी हुँदै देउली बजार, चुप्रा, बेलपाटा हुँदै देउली बजार, देउलीबाट उमगाउँ हुँदै कुइयाताल तथा देउलीबाट मड्केनी हुँदै गाउँपालिकाको केन्द्र डाँडा पराजुल जोड्ने प्रमुख सडकहरू निर्माण, मर्मत तथा स्तरोन्नति भएका छन्।